हेलो गाइस, नमस्ते सबैजनालाई। वेलकम छ मेरो रिलमा एन्ड ब्लगमा है। आज चाहिँ म खास मैले आज भिडियो बनाउन लागि चाहिँ के को लागि भने जति पनि फेसबुक युजर हुनुहुन्छ नि है, जति पनि फेसबुक युजरहरूले चाहिँ के गरेछ भने म्युजिकमा चाहिँ तपाईहरुले भिडियो नबनाउनु के। जतिजना पनि जस्तै फेसबुक मोनिटाइजेसन भएको छैन है, जति पनि फेसबुक मोनिटाइजेसन भएको छैन र भएको छ, जतिजनाले पनि म्युजिकमा चाहिँ भिडियो नबनाउनु होला है। तपाईले जति म्युजिकमा भिडियो बनाए पनि जति उसमा के जस्तै फेसबुकमा अपलोड गरे पनि हैन, म्युजिकमा बनाएको भिडियोहरु अर्काको म्युजिकमा गीतमा बनाएको भिडियोहरु जति हाले पनि तपाईको मोनिटाइजेसन चाहिँ पाउँदैन है, पाउँदैन। पाए पनि तपाईको केबाट पाउन सकिन्छ भने तपाईको फोटोबाट है। त्यही भएर तपाई आफैले बोल्नु, आफैले बोलेको आफैको मोबाइलबाट खिचेको चाहिँ फेसबुकले मिटाले तपाईलाई एकदम छिटो दिन्छ। बुझ्नुभयो नि? कति मान्छेले कति मेहनत गरेछ मोनिटाइजेसनको लागि, कति हो गरेछ है। किनभने तपाईले बनाउनुस् तर फेसबुक भित्रै भएको हुन्छ नि, फेसबुक भित्रै भएको टोनहरु हुन्छ, त्यही फेसबुकले दिएको त्यो म्युजिकहरु हुन्छ, त्यो चाहिँ तपाईले युज गर्न सक्नुहुन्छ के। अनदर बाहिरबाट आएको चाहिँ तपाईले युज गर्न सक्नुहुन्न है। किनभने त्यो युज गरे भने तपाईको इस्यु देखाइहाल्छ है त। त्यो इस्यु देखाउँछ। किनभने आज बिहान मैले एउटा के हैन, मैले पनि नहालम भनेको, फेरि यसो हेर्दा कस्तो राम्रो के राम्रो थियो, त्यही भएर मैले डाउनलोड गरेर हाल्दिएको थियो। एकैचोटी मेरो ओ गर्दियो, ब्लक गरिदियो के, इस्यु हुन्छ के। सो त्यही भएर चाहिँ के भन्छु भने म चाहिँ सबैजनालाई भन्न चाहन्छु कि तपाईहरु कसैले पनि म्युजिकमा चाहिँ नबनाउनु भन्न चाहन्छु है त। नबनाउनुस् है, नबनाउनुस्। किनभने बनायो भने तपाईलाई नै असर पर्नेछ र फेसबुक मोनिटाइजेसन पनि दिदैन है। सबैजनाले यो भिडियोलाई शेयर गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु, सबै चीज गर्नु यो भिडियोलाई। किनभने यो तपाईले जति म्युजिकमा बनाए पनि तपाईको मोनिटाइजेसन चाहिँ हुँदैन है। ओरिजिनल नै चाहिन्छ, ओरिजिनल चाहिन्छ र मिटाले पनि ओरिजिनल नै खोज्छ है त। त्यही हो। त्यसैले तपाईहरुले फल्नाको यो फोटो जस्तै हुन्छ नि त, तपाईले मान्छेहरुले लेखेको टेक्स्ट लेखेकोहरु पनि हुन्छ नि, त्यो पनि कपी गरेर नहाल्नु के। त्यो कपी गरे भने सेम टु सेम मिलेपछि तपाईको त्यहाँबाट पनि अलिकति इस्यु देखाउँछ है। त्यही हो। त्यही भएर अलिकति धेरै ध्यान दिनुपर्छ यसमा चाहिँ, फेसबुकमा चाहिँ धेरै ध्यान दिनुपर्छ है। किनभने अब फेसबुकमा भित्र डिटेल सब चेक गर्दो रहेछ के मिटाले हैन, सबै चेक गर्दो रहेछ। सो त्यही भएर तपाईहरुले चाहिँ अलिकति बनाउँदाखेरि आफ्नै भोइसमा बनाउनुस्। सो केही नबोल्दा पनि हुन्छ के, म फल्ना ठाउँमा गएको छ, म ठिल्ना ठाउँमा गएको छ, सक्यो हैन। यो ठाउँमा यस्तो रहेछ, सक्यो। गुड मर्निङ सबैजनालाई, तपाईहरु सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। सिम्पल यति बनाउनु के तपाईहरुलाई। किनभने तपाईहरुको मोनिटाइजेसन भएको छैन हैन, म्युजिकमा बनाएपछि दिदैन। त्यही भएर यति अलि आफ्नो मुखले बोलेको, आफ्नो मोबाइलले खिचेको हाल्नु के तपाईहरुलाई एकदम राम्रो हुन्छ। अनि मात्र तपाईहरुलाई मोनिटाइजेसन आउँछ, नभए त मोनिटाइजेसन पनि आउँदैन। सो त्यही भएर चाहिँ म चाहिँ सबैजनालाई के भन्न चाहन्छु भने आफ्नो ओरिजिनल कन्टेन्ट बनाउनु त्यही एकदम बेस्ट हुन्छ। जतिसुकै जेसुकै भयो भने आफ्नो कन्टेन्ट भनेको आफ्नै कन्टेन्ट हुन्छ है। त्यही भएर फेसबुकमा चाहिँ धेरै सोच विचार गरेर चाहिँ हामीले पोस्ट गर्नुपर्ने हुन्छ है।
सधैँ तपाईँले के हुन्छ भने सधैँ एउटै फोटो मात्रै त्यो अपलोड गरिराख्यो भने मिटाले त्यो दिँदैन के। एउटा फोटो एकचोटि अपडेट, एउटा फोटो एकचोटि। जस्तै अहिले अब मैले यो भिडियो मैले होइन अहिले यो रेकर्ड गर्दैछ यो भिडियो होइन, यो भिडियो मैले अहिले एकचोटि हालेर अब यो भाइरल भयो भने नभयो भने होइन, अर्कोचोटि यो भिडियो मैले फेरि पोस्ट गरेँ भने यसमा पैसै दिँदैन कि फेसबुकले, बुझ्नुभयो नि। किनभने रिअपलोड हो नि त, रिअपलोड गरेको हो, त्यही भएर तपाईँहरूले पैसा दिँदैन है। किनभने मेरो धेरै फोटोहरू मेरो धेरै उसमा चाहिँ त्यस्तो भएको छ होइन। जस्तै मैले पहिला एउटा फोटो हाल्यो, त्यो फोटो हाल्दाखेरि चाहिँ के हुन्छ नि त्यसमा ल ठिक छ 1-2 पैसा दिन्छ होइन, 1-2 पैसा त्यसबाट दिन्छ भने फेरि त्यही फोटो मैले त्यहाँ रिअपलोड गरेँ भने त्यो फोटोको कति हुन्छ भने अब अर्को पहिले योभन्दा अगाडि गरेको फोटोमा चाहिँ अब मेरो 1-2 सेन्ट ल 8-6-7 8-900 भ्यूमा 1-2 सेन्ट दियो होइन, एक्जाम्पल 1-2 सय दिएपछि फेरि त्यही फोटो मैले भोलिपल्ट पर्सिबाट अपलोड गरिदियो भने त्यो उसमा 2000 3000 4000 भ्यू आयो भने तपाईँको त्यो पैसामा 1 रुपियाँ पनि दिँदैन क्या, 1 पैसा पनि दिँदैन। किनभने मेरो थुप्रो छ त्यस्तो फोटोहरू, पहिला मैले गरेकोहरू थियो होइन, त्यसमा पनि आएको थिएन। फेरि अब फोटो नै छैन होइन, कन्टेन्ट नै केही छैन, कन्टेन्ट बनाउन पाउँदैन। सो त्यही भएर एउटै फोटो पनि मैले 2 चोटिसम्म 3 चोटिसम्म अपलोड गरेको छ, तर त्यो फोटोको पैसा दिएको छैन क्या, त्यस्तो हुन्छ। सो त्यही भएर तपाईँहरूले एउटै फोटो मात्रै कन्टिन्यू नलगाउनु, थरी लगाउनुपर्छ। जति हामीले थरी लगायो त्यति फेसबुकले पैसा पनि बढी दिन्छ। एउटै फोटो लगायो भने चाहिँ त्यसमा पैसा पनि आउँदैन, केही आउँदैन गाइज। सो त्यही भएर चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भने ओरिजिनल कन्टेन्ट बनाउनुहोस्, ओरिजिनल फोटो हाल्नुहोस्, आफ्नै मोबाइलबाट खिचेको हाल्नुहोस्, आफ्नै भोइसको हाल्नुहोस्, त्यही एकदम बेटर हुन्छ है त। जय नेपाल। फेरि भोलि भेटौँला सबैजनालाई है त। म यो एडिट गर्दैन है फोटो भिडियोहरू, मैले जति बोलेको छ जे छ गलत छ के छ छैन म एडिट गर्दैन है। तपाईँहरूले सोच्नु बुझ्नुहोस् के भन्न लाग्यो हो भनेर। तर हट्टी नभएको जिब्रो हो लटपटिन्छ, तर गाली चाहिँ दिएको छैन है। सो तपाईँहरूले चाहिँ बुझ्नु, अलिकति मैले बोल्न नजानेकोहरू फाल्नाले यो भन्न ठानेर चाहिँ यस्तो गर्नुपर्ने रहेछ भनेर चाहिँ तपाईँहरू आफैले बुझ्नु होला है त। ल जय नेपाल गाइज।